ओके ल आज हामीले पढ्न लागेको टपिक चाहिँ के हो प्रथम विश्वयुद्धको कारणहरूको टपिक पढ्दैछौँ है। यो टपिकमा सबैभन्दा पहिला चाहिँ यहाँनिर भएको यो कारणहरू पढे है, जसमा चाहिँ एउटा तत्कालीन कारण भनेको के कारण हो भने भन्नु पर्दाखेरि चाहिँ जस्तो त्यो आगो लागेको त्यसलाई सुरु भएको, जस्तै अस्तिको जेनजीको आन्दोलनको एक्जाम्पल दिनु पर्दाखेरि चाहिँ त्यसमा मेन कारण के थियो, त्यो एउटा गोली चढ्नाले गर्दा भोलिपल्टको आन्दोलन चर्केको थियो हो। त्यस्तै यानी तत्कालीन कारणमा अस्ट्रियन राजकुमारको हत्या सँगसँगै उनको वाइफको पनि भएको थियो। यो चाहिँ पनि लेखेको छुइनँ है। यो बाहेक यो अहिले हामी लास्टमा पढ्छौँ यो चाहिँ, बिकज यो चाहिँ के भयो विश्वयुद्धलाई पुरा हावा दिने एउटा घटनाको रूपमा छ। यो चाहिँ लास्टमा पढ्ने। सबैभन्दा पहिला चाहिँ एउटा गुप्त सन्धि भनेर भएको छ। यो गुप्त पहिला सन्धि भनेको के हो भनेर बुझौँ है त। सन्धि भनेको चाहिँ डिल, ट्रिटी, नेपाल इङ्ग्लिसमा भन्नुपर्दा ट्रिटी, र गुप्त सन्धि भनेको यहाँनिर के भइरहेछ, उनीहरू दुईवटा कन्ट्री मिलेर अर्कोलाई अट्याक गरिरहेछ। जस्तै फर इक्जाम्पल जर्मनीलाई चाहिँ फ्रान्ससँग दुश्मनी निकाल्नु थियो र उसले चाहिँ के गर्यो भने अस्ट्रिया र इटलीसँग चाहिँ के गर्यो, ट्रिटी गर्यो, जसमा चाहिँ अस्ट्रिया हङ्गरीसँग चाहिँ 1879 मा र इटलीसँग चाहिँ 1882 मा चाहिँ उसले चाहिँ डिल गर्यो। अर्कोतिर फ्रान्सलाई पनि जर्मनीले अट्याक गर्नु थियो हैन त। हो त्यो फ्रान्सलाई पनि उसलाई के जर्मनीलाई अट्याक गर्नु थियो भने उसले चाहिँ के गर्यो, रुससँग 1854 मा र बेलायतसँग 1904 मा चाहिँ के गर्यो, अट्याक गर्नको लागि उनीहरूले ट्रिटी गर्यो। अब के भयो भने मानौ यो दुईवटा कन्ट्री एकअर्कासँग लड्यो भने को पनि लड्ने रहेछ, सँगसँगै अस्ट्रिया हङ्गरी, इटली पनि लड्ने रहेछ, रुस पनि लड्ने रहेछ र बेलायत पनि लड्ने रहेछ। यो सबैजनाको सहभागी भएपछि एउटा के भयो, प्रथम विश्वयुद्धको चाहिँ एउटा कारणको रूपमा रह्यो। अर्को रहेको छ यहाँ एउटा शब्द लेखेको छ, उग्र राष्ट्रवाद भनेको के हो। अब बुझौँ है त, उग्र राष्ट्रवाद भनेको के हो भने एक्सट्रिम नेसनलिजम हैन। अब राष्ट्रवाद हुनु त ठिकै हो, हामी सबैजनामा चाहिँ के रहेको छ भने आफ्नो देशलाई माया गर्नुपर्छ भन्ने फिलिङ त रहेको छ नि त। आफूलाई माया गर्नुपर्छ, मेरो देश सबैभन्दा माथि भन्ने खालको पनि। तर के भयो, उग्र भन्ने शब्दले अलिकति यहाँ प्रब्लम भयो। उग्र राष्ट्रवाद भनेको मेरो देश त एकदमै राम्रो, अरू सबै खराब, अरू देशलाई चाहिँ गरेर अट्याक गरिदिउँ, अरू सबै मेरा दुश्मन भन्ने खालका भावना हो। यो भावनाले गर्दाखेरि पनि एउटा चाहिँ के गर्यो भने युद्धको समयमा चाहिँ यसलाई चाहिँ के भने हावा दियो। अब यहाँमा चाहिँ अर्को एउटा पनि छुटेछ, जसलाई भनिन्छ पित्त पत्रकारिता। यो शब्द तपाईँहरूको लागि सायद पहिलोचोटि हुन सक्छ, कारिता है। यो पित्त पत्रकारिता भनेको के हो, यो पिक भन्ने शब्द है त। यसलाई चाहिँ एल्लो जर्नलिजम भनेर भनिन्छ। एल्लो जर्नलिजम भनेको के भन्नाले भने एउटा मान्छेले चाहिँ यस्तो खालको पत्रकारिता गर्छ जहाँ चाहिँ उक्साउने क्या अरूलाई। जस्तै फर इक्जाम्पल के हुनु भयो, फलानु ठाउँमा चाहिँ मेरो देशको राज्यमा चाहिँ यस्तो धेरै मान्छेहरू मारेर छन्, टर्चर दिइरहेछन्। अब अहिलेको जस्तो सोसियल मिडिया त छैन, अरे केही भएको छैन है सोसियल मिडियामा हावा फैलेको भनेर भन्ने खालको छैन। तर के थियो भने त्यो बेलामा त फलानु ठाउँमा चाहिँ रेडियोबाट चाहिँ यसरी धेरै हाम्रा मान्छेहरूलाई मारिरहेछन्, यस्ता खालका आर्मीहरू कुटिरहेछन्, चाहिने भन्दा बढी चाहिँ बढाएर भन्नु। त्यसपछि मान्छेलाई चाहिँ के हुन्छ, पित्त पत्रकारिता भनिन्छ। यो पित्त पत्रकारिताले एउटा जनतालाई उक्साउन, एउटा युद्ध गर्ने मान्छेलाई उक्साउन र बिना कारण झगडा गर्नको लागि उक्साउनको लागि एउटा प्रमुख भूमिकाको रूप खेल्यो। अर्को छ साम्राज्यवाद, यसलाई इम्पेरियलिजम पनि भनिन्छ है। यो भनेको के हो भन्नाले भने मेरो राष्ट्र फैलिनुपर्छ। यो हामी सबैले सुनेको छौँ कि इन्डियालाई ब्रिटिसले कन्ट्रोलले गरेर लिएको हो। त्यस्तै नै के भएको छ नि यहाँनिर पनि साम्राज्यवादमा चाहिँ मेरो देश त ठुलो भन्दा ठुलो फैलिनुपर्छ, जर्मनीलाई एकदम ठुलो भन्दा ठुलो हुनुपर्छ हैन त, यहाँनिर रुसलाई ठुलो भन्दा ठुलो हुनुपर्छ, मेरो सीमा फैलिनुपर्छ भन्ने खालको एउटा कारण। अर्को छ सैन्यवाद। अब के भयो नि आजभोलिको युगमा चाहिँ डेटाको कुरा गर्छौँ हामी, इन्फर्मेसन जति पायो त्यति नै विश्वयुद्ध के अरे त्यति नै हाम्रो दुनियाँ धनी छ भनेर सुनिन्छ। जति धेरै मान्छेसँग डेटा छ त्यही धनी भनेर भन्छ। तर त्यो बेलामा चाहिँ के छ भने जोसँग मिलिट्री छ, मिलिट्री भनेको आर्मी छ हैन त, जोसँग आर्मी छ त्यो नै सबैभन्दा ठुलो भनेर चिनिन्छ है। अब यहाँ आर्मी भन्ने शब्द कुन वाला छ यहाँ, यसमा जलसेना पानीमा नि उनीहरूले आर्मी पठाइरहेछन्। अनि त्यसपछि यहाँनिर रहेको छ हवाई सेना भनेको आकाशमा नि पका सेना, यहाँ चाहिँ जल सेना नि पठाइरहेछन्, हवाई सेना पनि पठाइरहेछन्। अर्को नर्मल हामीले के अरे नर्मली यो के अरे ल्यान्ड सेना भनेर भनिन्छ हैन त, जमिनमा गर्ने युद्धहरू। अब यहाँ के भयो नि पानीमा पनि सेना छन्, अब हवाईमा पनि सेना छन् हैन त, ल्यान्डमा पनि छन्।
अब के गर्नु पर्यो उनीहरूको लागि त युद्धको लागि त यो आर्मीहरूको त युटिलाइजेसन गर्नु पर्यो नि त त्यतिकै राखेर भयो त पैसा चाहियो त हो त्यसको लागि चाहिँ होइन अर्को देशलाई अट्याक कि मेरो देशसँग यति साह्रो शक्तिशाली छ यति धेरै आर्मी छ यति धेरै सेना छ यति धेरै हवाई सेना छ भन्दै पावर देखाउनु पर्यो यो कारणले पनि धेरै डुबेको छ है अर्को छ विलियम द्वितीय के अरे द्वितीयको चित्र भनेर भन्छ यो को हो त यो विलियम द्वितीय चित्र भनेर भन्नुपर्छ है विलियम द्वितीय भनेको चाहिँ जर्मनीका एउटा के अरे के भन्नु डिक्टेटर थिए क्या उनीहरू त्यहाँको उनलाई चाहिँ के लाग्थ्यो सर्वश्रेष्ठ मै हो ऊ कुनै रुल मान्दैनथे उनले यहाँनिर जर्मनीले अस्ट्रिया इटलीसँग डिल गरेर मान्दैन राख्दैन उसलाई म के अरे म कसैको रुल एन्ड रेगुलेसन मान्दिनँ होइन अरूको सीमा नि मान्दिनँ भन्ने खालका थिए र उनको कारणले पनि युद्ध भयो है अब यहाँसम्म त बुझ्यो होला अब अर्को एउटा यहाँनिर रहेको छ बोस्निया सरी यो पहिला यो भनौँ है त यो बाल्कनिन सङ्कट भन्ने खालको भन्ने कुरा छ यो बाल्कनिन सङ्कट भनेर के भने एउटा पहिला चाहिँ बुझौँ यो बाल्कनिन भनेको के हो भनेर है बाल्कनिन भनेको चाहिँ एउटा एरिया छ हेर्नुहोस् कन्ट्री ग्रिस सर्बिया बुल्गेरिया मेटोगोनी अल्बेनिया र मेसोडोनिया भन्ने एउटा राज्य रहेको छ जसले चाहिँ कसले कन्ट्रोल गरेको छ यहाँनिर यहाँ मैले यहाँ लेखेको छु टर्कीको उपनिवेश भनेर भन्छ यो टर्कीको उपनिवेश भनेको जसरी ब्रिटिसले इन्डियालाई ल्याए नि हो त्यसरी नै यो यतिवटा 6वटा राष्ट्रहरूलाई चाहिँ कन्ट्रोल गरेर उसले उपनिवेश बनाएर राखेको थियो अब के भयो भने नाइ हामी त मान्दैनौँ हामी अर्काको कन्ट्रोलमा बस्दैनौँ भन्दै ग्रिसले सर्बिया बुल्गेरिया र मेटोगोनियाले आन्दोलन गरे ठुलो आन्दोलन चर्क्यो हामी टर्कीले गर्छ अब त्यो आन्दोलन यति ठुलो भयो नि होइन त्यो आन्दोलन यति ठुलो भयो कि टर्कीलाई शुद्ध पनि के गर्दै बिजोकै बनाइदिएर छोड्दै है अब त्यो आन्दोलनबाट यो 4वटा राष्ट्र चाहिँ डेमोक्रेसीको रूपमा चाहिँ अगाडि स्थापना भयो अब टर्कीलाई पनि डिभाइड गर्नुपर्छ हामी टर्की लिएछौँ 4वटा कन्ट्री मिलेर डिभाइड गर्नु पर्यो भनेर भन्दाखेरि चाहिँ हाम्रो यहाँनिर सर्बिया अङ्कल र बुल्गेरिया आन्टी चाहिँ यहाँ झगडा गर्छ है के भनेर कि मलाई चाहिँ चित्त बुझेन यो टर्की भाग लगाया अलिक बढी मलाई चाहियो भन्दै भयो झगडा गर्ने अब यो दुवैवटा कन्ट्रीले चाहिँ के गरे एक अर्कालाई अट्याक गरे पहिला जब कि 4जना मिलेर अरूलाई अट्याक गरेको थियो भने टर्कीलाई अट्याक गरेको थियो भने उनीहरूले फेरि के गरे भन्नाले भने सर्बिया र बुल्गेरियाले के गरे एक अर्कालाई अट्याक गरे तर बुल्गेरिया हार्यो जसमा चाहिँ सर्बिया चाहिँ के भयो एकदम पावरफुल कन्ट्रीको रूपमा चाहिँ स्टाब्लिस भयो अब यो एउटा कारण भयो अब अर्को लास्ट कारण हुन्छ नि जसमा चाहिँ छ बोस्निया हर्जेगोभिना भन्ने कन्ट्रीको बारेमा कुरा गरेको है यो एउटा यस्तो कन्ट्री हो होइन यो एउटा यस्तो कन्ट्री हो जो चाहिँ लाइक ऊ पनि उपनिवेश थियो ऊ पनि अरूको देशको कन्ट्रोलमा थियो उसलाई बाँच्दैन कि ऊ कुन चाहिँ देशको कन्ट्रीमा छ तर ऊ कोसँग चाहिँ मिल्न चाहँदैन थियो अस्ट्रिया आउनुपर्ने अब के भन्नाले भने सबैजना चाहन्थ्यो के अरे यो बोस्नियामा चाहिँ काङ्ग्रेसहरूले चाहिँ के गरेको सरकार चलाइरहेको क्या काङ्ग्रेसहरूले चाहिँ पुरा उनीहरूको कन्ट्रोलमा थियो अब के काङ्ग्रेसहरू के चाहन्थ्यो भने बोस्निया र हर्जेगोभिना अस्ट्रिया हङ्गरीसँग मिलोस् होइन त एउटै कन्ट्री बनोस् तर बोस्निया र हर्जेगोभिना भित्रका जुन जनताहरू चाहिँ सर्बियासँग मिल्न चाहन्थ्यो किन भन्नाले उनीहरूको कल्चर आइडेन्टिटी मिलेको थियो अब यो दुईटा उनीहरू काङ्ग्रेसहरू चाहन्थे यिनीहरू अस्ट्रियासँग मिल्छन् तर त्यहाँका आम जनताहरू सर्बियासँग मिल्न चाहन्थे अब के भयो भन्नाले भने अब यो युद्धको एउटा सलाइको काँटीको रूपमा जस्तो एउटा बम यत्रो धेरै फैलिँदाखेरि एउटा हुन्छ नि लाइक लास्ट पिकअप पोइन्ट हुन्छ लास्ट चोटि जुन हुन्छ नि एउटा हुन्छ नि वार सुरु हुनुभन्दा अगाडिको जुन त्यो गोली एउटा चल्यो भनेर भन्दाखेरि चाहिँ के भयो भन्नाले अब यहाँ हाम्रो अस्ट्रिया हङ्गरीको राजकुमार यो एउटा मैले अगाडि भनेको थिएँ लास्टमा भन्छु भनेर अस्ट्रिया हङ्गरीको राजकुमार र उनको वाइफ 1940 जुन 28 मा चाहिँ बोस्निया गएका थिए घुम्नको लागि होइन त घुम्नका लागि गएका थिए त्यतिखेर यहाँनिर आउँछन् ब्ल्याक ह्यान्ड सोसाइटी ब्ल्याक ह्यान्ड सोसाइटीको एउटा मेम्बरले हत्या गरिदिन्छन् अस्ट्रिया हङ्गरीको राजकुमार र उसको वाइफको हत्या गरिदिन्छ जुन चाहिँ 1940 जुन 28 मा भएको छ त्यो हत्या गरिदिन्छ बिकज उनीहरू चाहँदैनथे कि अस्ट्रिया हङ्गरीसँग चाहिँ उनीहरू मिल्न पर्छ त्यहाँको राजकुमारको उनीहरूले हत्या गरिदिन्छ बिकज उनीहरू आफ्नै स्थितिमा आएका थिए उनीहरूको स्थितिमा होइन त त्यसपछि अट्याक गरिदिन चाहन्थे जुन कारणले गर्दाखेरि चाहिँ अब चाहिँ के भयो अस्ट्रिया हङ्गरीको
राजा त के भयो, अरे म तपाईँको देशमा मेरो छोरा र बुहारी पठाउने अनि तपाईँ चाहिँ के मेरो छोरा र बुहारीलाई मारिदिने, ल अब त यस्तो भएन भन्दै उनले अब कोषमाथि अट्याक गर्यो। अब उनलाई चाहेन बोस्ने ऊ सिधै अट्याक गर्न गयो। यो सबै कारण हो वर्ल्ड वार फर्स्टको कारण। कुनै पनि युद्धको कारण एउटा मात्र हुँदैन, यो एउटा तत्कालीन कारण भनेर अस्ट्रिया राजकुमारको हत्याकाण्ड मात्र भन्न अलि मिल्दैन। तर यो के भयो भन्नाले भने एउटा रेस सुरु हुनुभन्दा अगाडिको त्यो गोली जस्तो भयो। यसले गर्दाखेरि चाहिँ ट्याक्क लाएर के गर्नुभयो, युद्धको लागि चाहिँ सुरुवात भयो। ल आजलाई यति नै।